हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो मोमो त्यही भिडियो हो जुन टिकटकमा 1 मिलियन भन्दा पनि बढी भ्युज गएको थियो। एकदमै भाइरल मोमो। सबैजनाले मलाई रेसिपी सोध्नु भएको थियो। पाकिस्तान र बङ्गलादेशबाट पनि मलाई धेरै नै म्यासेज कमेन्टहरू धेरै नै आएको थियो। अनि पाकिस्तानबाट पनि मलाई अब हिन्दी ल्याङ्ग्वेजमा सोध्नु भएको थियो। अब मलाई खासै हिन्दी बोल्न त आउँदैन। तपाईहरुले यो रेसिपी देखेरै बुझ्न सक्नुहुन्छ। मुझे थोड़ा थोड़ा सा हिंदी आता है, ज़्यादा नहीं आता। मेरे इस वीडियो को लाइक सब्सक्राइब शेयर करना ना भूलें और आप ये रेसिपी अपने होम पे ट्राई कीजिए। हजुरहरूले देख्न सकिहाल्नुहुन्छ मैले यहाँ के चीज हालेको छु। मसिनो गरी काटेको बन्दा, प्याज, सिमला मिर्च, अनि त्यसपछि गाजर, मसिनो गरी काटेको धनिया, अनि त्यसपछि मैले एक मुठी यो भनेको प्याजको पात। यो छैन भने तपाईले स्किप गर्दा पनि हुन्छ, यो नहाल्दा पनि हुन्छ र सिजन भए मात्र त यो पाइन्छ, नै भने खासै पाइँदैन। यो चाहिँ हरियो खुर्सानी, स्वाद अनुसार पिरो हाल्नु होला। अनि त्यसपछि यसलाई मिठो बनाउनको लागि, मासु जस्तो टेस्ट ल्याउनको लागि चाहिँ हामीले यसमा सोया चङ्क्स हाल्छौँ। यो चाहिँ सजिलै दोकानमा पाउन सकिन्छ। यसलाई एकछिन हामीले भिजाउँछौँ 10 मिनेट जति। 10 मिनेट पछि हामीले यसलाई पानी निचरेर मिक्सरमा पिस्छौँ। मिक्सरमा पिसिसकेपछि यसको पेस्टलाई पनि हामीले किमामा मोल्नुपर्छ। हाम्रो पेस्ट चाहिँ यतिको मसिनो हुनुपर्छ। यो मसिनो भयो भने चाहिँ अझै राम्रो हुन्छ, किनभने त्यो सोया चङ्क्सले चाहिँ पानी एकदमै सोच्छ। त्यही भएर हाम्रो मोमो पनि एकदमै जुसी हुन्छ। र यो लसुन अदुवालाई पनि मैले कुट्दैछु। यसले पनि एकदमै मिठो स्वाद ल्याउँछ भेज मोमोको लागि। र यो जिरा धनियालाई पनि मैले प्यानमा भुट्दैछु। यसलाई पनि हल्का ब्राउन भएपछि हामीले यसको धुलो बनाउनु पर्छ। यो धुलोलाई पनि त्यही किमामा मिक्स गर्ने। मैले चाहिँ यसलाई पिस्दैछु। पिसेर धुलो बनाइसकेँ मैले। अनि यो भयो हाम्रो भर्खरै कुटेको लसुन अदुवाको पेस्ट, अनि यो चाहिँ हाम्रो जिरा धनियाको धुलो। अनि त्यसपछि हामीले अरू एक्स्ट्रा मसला पनि एड गर्नुपर्छ। यो भनेको हाम्रो गरम मसला। यो चाहिँ हामीले सजिलै दोकानमा पाउन सकिन्छ। अनि यो चाहिँ मोमो मसला, यो पनि दोकानमा सजिलै पाउन सकिन्छ। अनि यो चाहिँ सोया सस, यो पनि हाल्नु होला, एकदमै मिठो टेस्ट आउँछ सोया ससले। अनि त्यसपछि अब हामीले चाहिँ यो सबै काटेको सामग्रीहरूलाई एकछिन 2 मिनेट जति पकाउँछौँ। पाकिसकेपछि हाम्रो किमा हुन्छ रेडी। अब चाहिँ सुरु गरौँ। मैले ग्यास पनि अन गरिसकेँ र अब यो हल्का खरिन बित्तिकै सुरुमै मैले लसुन अदुवाको पेस्टलाई फुराउन जाँदैछु। लसुन अदुवाको पेस्ट हल्का फुरिसकेपछि बल्ल अरू सामग्रीहरू हाल्नु होला, बल्ल मिठो स्वाद आउँछ। हाम्रो लसुन अदुवा यतिको भइसकेपछि हामीले अघि नै रेडी गरेको मसिनरी काटेको सब्जीलाई एड गर्न सक्छौँ। हामीले चाहिँ यो सब्जीहरू हालिसकेपछि मात्र मसलाहरू माथिबाट हाल्दा हुन्छ। मसलाहरूलाई नफुराउनु होला। त्यसपछि मैले यो सोयाबिनलाई पनि हालिदिएँ। अनि त्यसपछि मैले मसला पनि एड गर्दैछु माथिबाट। यो अघि नै मैले बनाएको जिरा धनियाको धुलो, अनि स्वाद अनुसार नुन, यो भयो गरम मसला, अनि त्यसपछि आउँछ हाम्रो मोमो मसला। मैले सबैलाई पालै पालो हालिदिएँ। यो हाम्रो मोमो मसला भइहाल्यो। अनि यो सोया सस पनि धेरै चाहिँ नहाल्नु होला, अलि थोरै नै हाल्नु होला। यो चाहिँ हाम्रो स्वादको लागि मात्रै हो। अनि मैले चाहिँ यसलाई मजाले मिक्स गर्दैछु। धेरै पकाउनु पनि हुँदैन, धेरै पाक्यो भने पनि राम्रो हुँदैन। जसरी पनि अहिले बफाउनु नै पर्छ। त्यही भएर यसलाई चाहिँ ठिक्क पकाउनु होला। हाम्रो चाहिँ किमा यतिको राम्रो चाहिँ देखिनुपर्छ। ल अब किमा पनि रेडी भइसक्यो र मैले यो भाँडोमा चाहिँ अलिकति तेल हालेर चाहिँ त्यसमा दल्दैछु, किनभने हामीले मोमो बनाएर यसमा राख्दाखेरि त्यो टाँसिँदैन। त्यही भएर तेल हाल्नु चाहिँ अति नै जरुरी छ। यो चाहिँ नभुल्नु होला। हामीले तेल हालेनौँ भने त्यही मोमो चप्केर मोमो फुट्ने पनि प्रब्लम आउँछ। ल अब चाहिँ डो पनि रेडी छ। ल अब भने हामीले चाहिँ बेल्नतर्फ लाग्यौँ। यसलाई चाहिँ हामीले अब सानो सानो पिसमा बेल्नुभन्दा एकैचोटि ठुलो बनाएर गिलासको सेपले चाहिँ हामीले सेप दिन सक्छौँ।
हाम्रो चाहिँ यत्तिकै हुनुपर्छ यो बाहिर र्याप गर्ने पिठो चाहिँ। ल अब म चाहिँ र्याप गर्न जाँदैछु। मैले चाहिँ यहाँ दुईटा सेप बनाउन जाँदैछु। तपाईँलाई कुन मनपर्छ कमेन्ट पनि गर्न नभुल्नु होला। मैले चाहिँ सुरुमा गोलोवाला बनाउँदैछु। हामीले चाहिँ यसरी बनाउनु पर्छ। हेर्दै जानु, एकदमै सजिलो छ। एक दुईचोटि प्र्याक्टिस गरे पनि हामीले यो सकिन्छ गर्नको लागि। ल हेर्नुहोस् त यति राम्रो मोमोको सेप भइसकेको छ। होटलमा पनि यत्तिकै त सेप पाइन्छ, हामीले पनि घरमा यत्तिकै गराउन सकिन्छ। मैले पनि युट्युबहरू हेरेर नि सिकेको हो। ल अब चाहिँ म अर्को पनि गराउन जाँदैछु, अर्को सेपवाला। यो चाहिँ अलि लाम्चोवाला हुन्छ। यो पनि गाह्रो छैन, तर राम्रो बन्छ यो पनि। ल यो पनि एकदम नै सजिलो छ। दुईटा मात्रै औँला चलायो भने पनि यो सेप चाहिँ बनेर रेडी हुन्छ। ल हेर्नुहोस् यति राम्रो बनिसकेको छ यो सेप पनि। ल अब चाहिँ मैले मोमोलाई बसाल्नतर्फ लागेँ। यो तातो पानी एकदम उमाल्नु होला पहिला। उमालिसकेपछि मात्रै मोमो हाल्ने। नाइ पनि सुरुको थोरै थोरै बाफले चाहिँ मोमो खासै राम्रो गराउँदैन। एकदम उम्लिसकेपछि बल्ल मोमोहरूको भाँडोलाई चाहिँ राख्नु होला। अनि चाहिँ म यो लगाउँदैछु। अब भने म चटनी पिस्नतर्फ लागौँ। त्यो मोमो पाक्दै गर्छ त्यति बेलासम्म। ल अब भने तपाईँहरूले सामग्री देखि नै सक्नुभयो होला। यो चामलले चाहिँ तिलको काम गर्छ। यहाँ तिल हाल्नुभन्दा चामल हाले पनि एकदमै मिठो हुन्छ। यसलाई चाहिँ हल्का भुटेर यत्तिको खट्टे जस्तो बनाउने। अनि त्यसपछि मैले यसमा भटमास पनि भुट्दैछु। यसलाई पनि ब्राउन हुने गरी भुटेर यत्तिको भएपछि चाहिँ हामीले निकाल्दा हुन्छ। चटनी चाहिँ सोचे भन्दा पनि एकदमै मिठो हुन्छ। अलिकति बाक्लो हुन्छ, तपाईँहरूले पानी एड गरेर पातलो बनाउनु होला। ल अब भने मैले अलिकति टिमुर पनि हालेँ। यो भनेको लसुन, अदुवा, प्याज अनि त्यसपछि हाम्रो टमाटरलाई चाहिँ राम्रोसँग पानीमा धोएर यसलाई चाहिँ यत्तिको पिसमा काटिसकेपछि मैले एउटा प्यानमा तेल हालेर जिरा फुराइदिएँ, प्याज फुराइदिएँ, लसुन अदुवा पनि फुराइदिएँ। अनि त्यसपछि मैले यसमा भर्खरै काटेको टमाटरलाई पनि एड गर्दैछु। अनि त्यसपछि यो एकदमै गिलो हुन्जरीसम्म, यत्तिको हुनजरीसम्म हामीले यसलाई पकाउनु पर्छ। सबै पानी सुक्नुपर्छ। ल अब भने म चटनी पिस्नतर्फ लागेँ। हामीले चाहिँ अघिको चामल, भट्ट, काजु पनि एड गर्नु होला। अनि त्यसपछि हाम्रो यो भर्खरै पिसेको टमाटर, अनि त्यसपछि मैले यसमा धनियाँ, स्वादअनुसार खुर्सानी, नुन, अनि त्यसपछि हामीले यसलाई ब्लेन्ड गऱ्यौँ मिक्सचरमा। अनि हाम्रो फाइनल चटनी चाहिँ यस्तो रेडी भयो। हेर्नुहोस् देख्दै यस्तो मिठो, यति टेस्टी छ यो चटनी। तपाईँ इमेजिन पनि गर्न सक्नुहुँदैन। यो चामल र भट्ट हाल्दा यति मिठो चटनी हुन्छ। तिल त हाल्नै पर्दैन गाइजहरू। तपाईँहरू पनि ट्राई अवश्य गर्नुहोला र रिभ्यू पनि दिनुहोला कस्तो हुन्छ भनेर। त्यतिखेर जरीसम्म हाम्रो मोमो पनि पाकेर रेडी भइसक्यो। हाम्रो मोमो एकदमै सेतो नदेखिनुको कारण के छ भन्दा हामीले चाहिँ एकदमै पातलो गराएको मैदा बाक्लो भयो भने पनि त मिठो हुँदैन, काँचो हुन्छ। त्यही भएर जति पातलो तपाईँले बनाउनुहुन्छ त्यति नै एकदमै राम्रो र मिठो पनि हुन्छ। ल हाम्रो मोमो चाहिँ एकदम रेडी भइसकेको छ। म 1 बाई 1 मोमो आफ्नो प्लेटमा हाल्दैछु। देख्दै खाउँ। मोमो बनाएर भ्याउन बित्तिकै बाहिर एकदमै ठुलो पानी पनि परिसकेको छ साथीहरू। मोमो खान एकदमै मजा आउँछ। यो भनेको हाम्रो पिरो चटनी। ल म एउटा मोमो टेस्ट गर्न जाँदैछु हाम्रो मोमो चाहिँ कस्तो बन्यो भनेर। ल यो मोमो चाहिँ म खाँदैछु चटनीसँग। एकदमै राम्रो देखिएको छ। अब खाउँ है साथीहरू। मोमो अचारको स्वाद भने एकदम नै मिठो भएको छ र सबैजनालाई धेरै धेरै धन्यवाद छ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू ल्याउनेछु र टिकटकमा पनि धेरै माया गर्नुहोला। धन्यवाद। थ्याङ्क यू सो मच।